हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। आज मे 4 रहेको छ। मैले पहिलाको भिडियोहरूमा पनि तपाईँहरूलाई भन्दै आएको छु कि आज मे 4 मा दोस्रो उल्सन नेपाली विद्यार्थी फुटसल प्रतियोगिता रहेको छ। त्यसैले आज त्यहाँ पार्टिसिपेट भएर खेल्न गइरहेको छु र साथसाथै विनर प्राइज रहेको छ 5 लाख वन्, सेकेन्ड प्राइज रहेको छ 3 लाख वन्, अनि फेयर प्ले ट्रफी, विनर ट्रफी, रनर अप ट्रफी, बेस्ट प्लेयर, हाई स्कोरर, बेस्ट किपर, साथसाथै मेडलहरू पनि रहेका छन्। चना पार्टी हुँदैछ यहाँ, यता चना पाक्दैछ यहाँ। कुकम्यान चना सक्यो ल। अब यहाँनिर हामी फुटबल खेल्न जाँदैछौँ। ल जर्सी 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 देखाइदेऊ न। ल गाइस, हामी जाँदैछौँ अब खेल्नलाई। उल्सान मुगुदौँ स्थितमा चाहिँ अहिले नयाँ भ्लगर आएको छ, न्यू भ्लगर अन टाउन। चेक इट आउट बेबी। घोडा जस्तो चना खाएर निस्किँदैछौँ। द वान एन्ड ओन्ली हु चना नखाने मान्छे एकजना, टप स्कोरर अफ द डे। ऊ चाहिँ दुश्मन हो। दुश्मन केटाहरू बल खेल्न जानला हो कि ज्यामी काम हान्न जानला हो। राइडर है राइडर। सन्दीप, मेरो दुश्मन छ धेरै, दुश्मन हेरे भन्थ्यो। दुश्मन आज एउटा मात्र छ, उतै कुनामा आउँछन् अरू अझै 7 वटा टिम। ये हमारा मैनेजर स्पेशली इम्पोर्टेड फ्रम बङ्गलादेश। आज सुशीलको घरमा चाहिँ चना पार्टी थियो। म चाहिँ चना खुलाउँछु भन्ने थियो साथीले, मेरो तर्फबाट भन्दै थियो। त्यही भएर चना नि खाइयो। अब हामी चाहिँ सिधै ग्राउन्डमा भेट्नुपर्छ। पुरै सेटअप भयो त यहाँ त। हिजो पानी परेर ग्राउन्ड पनि चिसो खाति। मस्त घाम लाहा आज चाहिँ। ये हमारा बङ्गलादेशी दोस्त है, क्या कहना चाहते हो आप? Pray for us. That's it. लएर नलिएर आइदिने हैन, म त तिमी आउँछौ होला भने कसम। तिमीले तेल लाग्यो नि, अनि कसम तेल लाग्यो। साइनिङ देखाएको छ त राहुलको त भुट त यस्तो किन्नु पर्यो। बूट से कुछ नहीं होता, स्किल से होता है भाई लोग। स्किल दिखाना पड़ेगा। हाँ, ये तो तुम्हारे पास नहीं है ना। अब अस्ति दिएको नेम लिस्ट भन्दा बाहिरको प्लेयर चाहिँ नराख। अब कसैले पनि मनमुटाव चाहिँ नगर। जित्ने यहाँ भएको एउटाले हो र सबलाई धन्यवाद। राम्रोसँग खेल। Hello house, how are you? Yes, long time no see. Yeah, long time no see. Oren man ye ho. Yes. Hello. Yes, hello. How are you? He's our Korean friend. Yes, namaste. नेपाली बोल्दिनुस् केही? Yes. I'll get citizenship for sure. Yeah. यति धेरै रहेछ नि यार, हेत्तेरी कसैलाई नभेट्ने है। यति धेरै छन् नेपाली। 25% मात्रै भेटेको थियो होला। 25 नि थिएन होला हौ। हेर न यति धेरै छन्। सब कहाँ हो नि। ल फर्स्ट म्याच स्टार्ट। यहाँ फोटो सेसन हुँदैछ। कस्तो थियो गेम? नाइस थियो त। हाम्रो केटाहरूको गेम नाइस थियो। अब हामी पनि नाइस हुनु पर्यो। आइटी सेकेन्ड सेमको आइटीको 6-0 फर्स्ट स्कोर। अनि अब हाम्रो लास्ट गेम, हाम्रो फोर्थ गेम कस्तो हुन्छ होला? टफ
टफ त हुन्छ यहाँ त एकदम हेर न फिजिकल त बढी चाहिन्छ यहाँ के भयो बुट छैन ए मैले त दिइसकेँ कसलाई हो ल गोल हानेर देखाउ ल तिमीले 4 गोल हान्नु पर्यो यता आइटीका जितेका जितेका केटाहरू ल केटाले बुट पायो ए ठ्याक्क साइज मिलेछ ल बेस्ट विशेष ओम सट फर्स्ट सेम भर्सेस अर्गनाइजर इज आवर प्रोफेसर अहिले यहाँ सिनियर दाहरूको म्याच हुँदैछ यसपछि अब हाम्रो म्याच छ दोस्रो गेम चाहिँ फर्स्ट सेमका भाइहरूले जितेछन् हाम्रो गेम अब स्टार्ट हुन्छ केही समयपछि त्यसको लागि हल्का रेडी प्रिपेयर भएर बस्नु पर्यो अब घाममा बस घाममा राहुल बल एकदम रिल्याक्स म्याच जस्तो होइन टक्क आँट्यो भने बिग्रिन्छ क्या बल होइन राहुल टक्क लिएर होइन बल सिधा टक्क गरेर हामीले लिड हान्यो भने बिस्तारै टक्क बल लिने एकछिन होल्ड गर्ने मान्छे हेर्ने हाम्रो अनि टक्क पास दिने ग्याप राख है दुईजना है टक्क है हामीसँग बल भयो भने तिमीले ग्याप लाउँदैन हाइब्याडको जति सँगसँगै हुनु भएन है तुसी है तिमी अगाडि तिमी होइन तिमी अगाडि नै बढेर खेल्नुपर्छ तिमीले पास मिलाउनु पर्छ क्या ओमलाई र साधनलाई तिमीले बल टक्क मैले बल खेल्ने भनेको यसरी नबस्छ नि फेरि पछाडि पास हुन्छ फुटबलहरू है यस्तो ग्रास बल है दामी आउनु पर्छ भाइ म चाहिँ कोच गरेँ ठीक है तिमी लेट भयो भने हामी बजाउँछौँ क्विक चलायो भने चाहिँ बजाउँदिन अब नाइस गोल This is the sponsored by our professor Deb and the Brian. सेमी फाइनलमा पुग्यो 2 गेम जितेर फर्स्ट गेम पेनाल्टीमा जित्यो सेकेन्ड गेम चाहिँ 1 गोलको लिड 2-1 भयो थियो 1 गोलको लिडले जित्यो अब सेमी फाइनल हुन्छ हाम्रो हामी केमा हो फाइनल फाइनल पुग्यो अब इमर्जिङ प्लेयर पाउने चान्स यता फाइनल पुग्यो फाइनल हाई स्कोरर हान्ने भनेको तर पाइएन 21 ले पाउने भयो अब 21 को कति छ 6 गोल हाई स्कोरमा चाहिँ मैले पाउँछु हाई स्कोरमा त पाउँदैन रेस्ट गर्ने क्या शीतलमा मजाले अब रेस्ट गरेर अब फाइनल ढुक्कले अहिले खाने हो फाइनल भ्यास अनि अब यो गेममा हारेर निस्क्यो कि चकलेट लिएर आउने हो नत्र म लिएर आउँछु बरु चकलेट ल स्निकर्स आयो खै ग्याडरेड ल्यायो ओए सुशील गाँत गयो मेरो टुक्रा एउटा मन्स्टर चाहिँ ल्याउनु पर्ने मन्स्टर यो के हो यो चाहिँ के हो फेरि ल यहाँ चाहिँ सेकेन्ड सेमका आइटी भर्सेस फर्स्ट सेमको यिनीहरू दुईजनामा जसले जित्यो उनीहरू फाइनलमा रोड टु फाइनल ल बेस्ट विशेष किपरलाई
फुटसल टुर्नामेन्ट भर्खरै होस्ट गरेर कम्प्लिट गरेका छौँ। आज व्यवस्थापन गरिदिने एलके स्याङ्गोलाई पनि हाम्रो सर्ट एफसी को क्याप्टेन हाम्रो समीर भण्डारी ज्यूलाई धेरै धेरै फ्ल्याग हान्नु पर्यो नि त यार मेहनत क्याप्टेनै चेन्ज ल तिमी त है बधाई छ सेकेन्ड भइयो। अब भनौँ न फाइनलमा आइटी सेकेन्ड सेमको र हामी ग्लोबल सेकेन्ड सेमेस्टरको अनि एक गोल भयो। त्यसपछि पेनाल्टी हुँदा चाहिँ पेनाल्टी सुटआउटमा आइटीकाले जिते। अब हाम्रो मोमो पार्टी हुन्छ। मोमो पार्टी यता खुसी लाग्यो सेकेन्ड भए पनि। एउटामा 3 प्लेट रहेछ। ल अब तिनजना ल यहीँ बसौँ न। उयो के को चिकनको हो कि बफ हो? बफ त पाउँदैन यहाँ। यो पोरको हो। जित्यो बाइ। आज बधाई छ धेरै 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 कठिनाइ धेरै बधाई छ। प्रतिस्पर्धाको बावजुद पनि हामी गेम जित्न सफल भएको छौँ। हामी सेकेन्ड भए पनि यो जिते सर हो। हामीले धेरै हार्डवर्क गरेर यहाँसम्मको एचिभमेन्ट पाउन सफल भएका छौँ। मलाई मात्रै नभएर हाम्रो सबै टिमलाई बधाई भन्न चाहन्छु। म मेरो एक्सपिरियन्स यहाँ यो के अरे खुट्टामा 5 चोटि मुभ हालेर मात्र खेल्न सक्यो, नत्र खेल्न सक्दैन थियो। सही यस्तो मेहनत आफूले मेहनत गरेको छ। भिडियो कलमै हो। यता देऊ अब राहुल 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 जाम न यार छिटो। सही छ। अब काममा जान्छ। सुशील बिदा आज सुशीलको बिदा हो आज मलाई मलाई नि म 12 बजे भित्र आइपुग्छु। म 1 बजेतिर आउँछु। सबसे लास्टमा तिमी आउँछौ? कसको बस्ने हो कि के हो? बस्ने हैन रेस्टुरेन्ट त्यहाँ उसमा जाने नि त। एउटा बुक गरेर राख न। आज पार्टी हाल्नु पर्छ। ल केटा हो गए। ल सुशील गए क्याप्टेन। अब तिमीले हो ट्रफी राख्ने आज हो कि होइन? लान्छु भन्छ आज त यार। आज एक दिन राख्छु। ल खासमा ल भने हो यस्तो मैले भने थिएन। मोमो खानु अगाडि हो। पालो आउँछ। सधैँ राख। ल ल ल ल जसले राखिन राखौ। ल म गएँ बाई। ल ल म त 20 टाउरोमा राख्ने हो। आज बेलुका पार्टी भन्ने छन् केटाहरूले सेकेन्ड भएको उपलक्ष्यमा। अब म चाहिँ चले। म चाहिँ भर्खर कामबाट निस्किएँ। साथीहरूले मलाई कुर्दैछन्। 2 बजे छ। केटाहरू रेस्टुरेन्टको खोजीमा छन्। मलाई कुर्दाखेरि टाइम लाग्यो कि लास्टमा अब म्याकडोनल्डै हुन्छ अरे। वहाँ भोकले तलस तलस भइरह केटाहरू। 12-1 बजे 12 बजेसम्म हुन्थ्यो। कस्तो मेरा हो टाइम नै मिलाना।
तेरी ये भी बन्द है रेस्टुरेन्टको खोजी गर्दा गर्दा यहाँ आयो यन्थान फुच्चा के हो यता साइकल हो वहाँ पे रखे तो हाँ ठीक है खान्छ ना ए छारीकै हो ओहो ल यस भाइ मसलाको इन्डियामा आउनु भयो छैन